ओके, आज लोकल कुखुराको झोल बनाउँ है त। सबभन्दा पहिला कुकर तताउने, अनि त्यस पछाडि त्यसमा तेल हालेर, अनि त्यस पछाडि ल्वाङ सुकमेल, अनि त्यस पछाडि दालचिनी हाल्ने, त्यस पछाडि प्याज हाल्ने, प्याजलाई मजाले ब्राउन नभएसम्म भुट्ने, त्यस पछाडि चिकन हाल्ने, चिकन हाले पछाडि चाहिँ एकछिन भुटेर त्यस पछाडि बेसार र खोर्सानी, रातो खोर्सानी, धुलो खोर्सानी हालेर त्यसलाई चलाउने। यसमा चाहिँ चिकनलाई राम्रोसँग पकाउनुपर्छ, अनि त्यस पछाडि मात्र सिट्ठी लाउने हो। पहिला राम्रोसँग चलाई यसरी तेल ननिस्किन्जेलसम्म पकाउने, अनि त्यस पछाडि मसलाहरू हालेर पानी हालेर अनि त्यस पछाडि त्यसलाई सिट्ठी लाउन राखिदिने। अनि सिट्ठी लाए पछाडि 7-8 सिट्ठी लाए पछाडि इट्स रेडी। अनि कुकरको प्रेसर खोलेर हेर्दाखेरि यस्तो हुन्छ चिकन, अनि यसरी सर्भ गर्ने अनि खाने। झोल यति यम्मी भएको थियो कि होइन।